आज चाहिँ हामी म्याथमेटिक्सको यो लिनियर इक्वेसन पढ्न जाँदैछौँ है। लिनियर इक्वेसन भने चाहिँ सबै लाइन रिलेटेड हो। लिनियर भन्ने वर्डै लाइन भन्नेबाट डिराइभ भएको क्या। अब लिनियर इक्वेसन चाहिँ कस्तो हो भने यसलाई लिनियर इक्वेसनले चाहिँ यस्तो इक्वेसन हो जसले लाइन फर्म गर्न हेल्प गर्छ एउटा कोअर्डिनेट प्लेनमा प्लट गर्दाखेरि। अब लिनियर इक्वेसन हाम्रो लिनियर इक्वेसन। अब लिनियर इक्वेसन भन्नाले कस्तो हो भने जस्तै मानिलिउँ x प्लस वाई इक्वल टु 0, x माइनस वाई इक्वल टु 0, यस्तो यस्तो टर्महरू लिनियर इक्वेसन भनिन्छ जसको हाइएस्ट पावरै 1 हुन्छ। अब यो x स्क्वायर यो लिनियर इक्वेसन हो हैन, इक्वेसन हो। अब यो जसको x स्क्वायर प्लस वाई स्क्वायर छ अथवा x स्क्वायर माइनस वाई स्क्वायर छ, अब यसलाई चाहिँ लिनियर इक्वेसन भन्दैन, यो नन लिनियर इक्वेसन हो। नन लिनियर इक्वेसन। अब पछि नन लिनियर इक्वेसनको बारेमा हामी पछि पढौँला। अहिले चाहिँ हामी लिनियरमा जाउँ। तर हाइएस्ट पावर 1 छैन भने त्यो लिनियर इक्वेसन हैन है, यति चाहिँ बुझ्नु। अब अहिलेलाई यो बुझौँ। अब यसको तीनटा फर्म छ। अब स्ट्यान्डर्ड फर्म अफ लिनियर इक्वेसन। अब स्ट्यान्डर्ड फर्म अफ लिनियर इक्वेसन के हो त? स्ट्यान्डर्ड फर्म अफ लिनियर इक्वेसन। लिनियर इक्वेसन स्ट्यान्डर्ड फर्म अफ लिनियर। अब यो 1 मा स्ट्यान्डर्ड फर्म, स्ट्यान्डर्ड फर्म। स्ट्यान्डर्ड फर्म छ नि त भनमा, स्ट्यान्डर्ड फर्म है, स्ट्यान्डर्ड फर्म। अब कस्तो भने ax प्लस by प्लस c इक्वल टु c। c भन्नाले कन्स्ट्यान्ट नम्बरहरू 1 2 3 3 4 यो सबै के हो? कन्स्ट्यान्ट टर्महरू। अब ax प्लस by भेरिएबल जोडेको टर्महरू, यिनीहरू चाहिँ भेरिएबल चेन्ज हुन सक्ने, कन्स्ट्यान्ट चाहिँ चेन्ज नहुने, यस्तो टर्ममा आयो भने यो के भयो? स्ट्यान्डर्ड फर्म भयो। स्ट्यान्डर्ड फर्म। अब यसपछि हाम्रो छ स्लोप इन्टरसेप्ट फर्म। यो स्ट्यान्डर्ड फर्म भयो। स्लोप इन्टरसेप्ट फर्म। स्लोप इन्टरसेप्ट फर्ममा के हुन्छ? y इक्वल टु mx प्लस c, y इक्वल टु mx प्लस c। कतै सुन्नुभयो होला, यो हाम्रो स्लोप इन्टरसेप्ट फर्म। इन्टरसेप्ट फर्म। अब 3 नम्बर। त्यसपछि हाम्रो के छ? पोइन्ट स्लोप फर्म। पोइन्ट स्लोप फर्म। पोइन्ट स्लोप फर्ममा चाहिँ के हुन्छ? y माइनस y1 इक्वल टु mx माइनस x1। यो अप्सन म्याथहरुमा अप्सन म्याथ पढ्नु भएकोहरूले सुन्नुभयो होला, यो स्लोप इन्टरसेप्ट फर्म, पोइन्ट स्लोप फर्म भनेको। यो फर्मुलाहरू देख्नुभयो होला कतै। अब यसको हामी ब्रिफिङ गर्छौँ बिस्तारै। अब इक्जाम्पल गरौँ है त। अब इक्जाम्पल के गरौँ भने एउटा इक्जाम्पलबाट यो स्ट्यान्डर्ड फर्मलाई सल्भ गरौँ है त। यति साह्रो है, कतैमा लेख्नु, नोट कतै लेख्नु, त्यति एकदम इम्पोर्टेन्ट छ है। स्लोप इन्टरसेप्ट फर्म, स्ट्यान्डर्ड फर्म, पोइन्ट स्लोप फर्म, यो सबै के हो? लिनियर इक्वेसनको टाइप्सहरू हो। अब यति कपीमा टिप्नु भयो भने अब यसको हामी इक्जाम्पल गरौँ। अब सुरुमा हामी एउटा गरौँ। 2x प्लस 15y 2x प्लस 15y इक्वल टु 10 छ अरे। सुरुमा हामी यस्तो गरौँ है त। अब
के छ भने यसलाई सल्भ गरौँ ल ठीक छ 2x + 15y 3x + 10y = 5 यस्तै इक्वेसनहरु यसले ग्राफमा पनि विस्तारै प्लट गरौँला हामी अब यसको के हो अब यसलाई सल्भ गरौँ है त यसलाई सल्भ गरेर x र y को भ्यालु निकाल्नु y = x, y = यसको भ्यालु के हो अब यसलाई हामी इक्वेसन 1 मानौँ यसलाई इक्वेसन 2 मानौँ हैन अब यसलाई पहिला के गरौँ भने 2x + 15 छ हैन इन इक्वेसन 1 हाम्रो के छ 2x + 15y = 10 छ यसलाई अब एउटा फर्ममा लगाउँ अब यो x यता राख्यो 2x यता राख्यो उता = 10 - 15y भयो अब x = 10 - 5 कमन लिउँ 5 2 - 3y/2 अब यसलाई हामीले x को भ्यालु यसलाई हामीले अहिले राख्न मिल्यो है x = 5 2 - 3 ब्र्याकेटमा y and 2 अन्त यसलाई 5y 5 एउटा भयो नि त यहाँ y/2 हैन अब यसलाई सल्भ गरौँ x को भ्यालु यो छ है यहाँ म लेखेर राख्छु x को भ्यालु 5 2 - 3y/2 छ x को भ्यालु अब यहाँ राखौँ putting value of x or substituting value of x in equation 2 we get हामीले के पायौं 3x को ठाउँमा हामीले के राख्नु मिल्यो इन्टु राखिरहौँ यहाँ 5 2 - 3y/2 + 10y = 5 अब के भयो 2 यो 3 अब यो काट्न मिलेन त्यही भएर यसलाई खोल्दिउँ 5 2 जा 10 - 5 3 जा 15 15y/2 त यहाँ राखिनै राखौँ यो यतिको अब यो प्लस 10y = 5 हैन अब यसलाई खोल्दाखेरि 5 3 5 जा 15 15 3 10 जा 30 - 45y/2 + 10y = 5 हैन अब यो 30 अब यसबाट यसलाई उता एलसीएम लियो भने 30 - 45y + 20y = यसलाई उता फेरि लान मिल्यो 5 2 जा 10 हैन अब और अहिले मैले अलि फास्ट गरिरहेको छु है यो यहाँ दुईटा प्रोसेसहरु गर्दै तपाईहरुले नि हिसाब गर्नुस् 30 - 45y 45 र 20y गर्दाखेरि -25y भयो है -25y 10 भयो अब यसलाई 10 25 लाई उता पठायो 10 लाई ल्यायो 20 = 25y भयो अब y को भ्यालु हाम्रो कति हुन गयो y को भ्यालु मेटौं यसको यहाँ ल्याए मैले अब y को भ्यालु हाम्रो कति हुन गयो भने 20/25 = y अब 5 5 जा 25 5 4 जा 20 y को भ्यालु 4/5 हुन गयो है अब यही भ्यालु हामीले इक्वेसनमा राख्नु भयो नत्र यो x मा राख्नु भयो x को भ्यालु गेट गर्नु छ हामीले फर getting value of x we put value of y in equation 3 भन्नु इक्वेसन 3 भन्नु है त अब के भयो हाम्रो 5 2 - 3y छ y भने के छ हाम्रो 4/5 छ 4/5/2 है अब यही छ अब हामीले 5 5 2 जा 2 यो के गरौँ 3 4 जा 12
अब 5 लाई एकछिन बाहिरै छोड्दिउँ 2 minus 3 4 जा 12 12 by 5 divide by 2 और अब यो के हुन्छ हाम्रो 5 2 जा 10 5 10 minus 12 divide by 5 divide by 2 अब 5 5 क्यान्सल गर्नु है 10 minus 12 minus 2 और अब यतापट्टि साइडमा गरौँ त्यहाँ अलि गाजन गुजुङ देखियो अब यतापट्टि साइडमा गरौँ अब कति भयो 10 minus 12 divide by 2 10 minus 12 divide by 2 छ है त्यहाँ और भन्दा नि हो इक्वल टु भन्दा हाम्रो यहाँ के छ x को भ्यालु x भनेको हाम्रो कति भयो 10 minus 2 divide by 2 भनेको -1 x को भ्यालु -1 x को भ्यालु -1 हाम्रो y को भ्यालु कति भेटेको थियो हामीले 4/5 देखेको अब 4/5 y को भ्यालु हो x भनेको -1 यसरी लिनियर इक्वेसनहरु हामी सल्भ गर्दै ग्राफमा प्लट गर्छौं त्यो हामी बिस्तारै गरौँला ग्राफ कपी ल्याएर अहिलेलाई यति नै अब व्हाइट बोर्डमा अलि झन्झट हुन्छ बिस्तारै हामी गरौँला त्यो तपाईहरु कन्फ्युज हुनुहुन्छ अहिलेलाई यति यो चाहिँ स्ट्यान्डर्ड फर्म सल्भ गरे मैले अब भोलि चाहिँ हामी हाम्रो अरु दुईटा टाइप्सहरु थियो नि त्यो सल्भ गर्दै जान्छौं अहिलेलाई चाहिँ यति भिडियो धेरै लामो भयो ल यति धन्यवाद सब्स्क्राइब गरिदिनु